नमस्कार, देश नेपाल च्यानलमा स्वागत तथा अभिवादन। न्यू रोड काठमाडौँबाट र अहिले चाहिँ साँझको बेला हो। अहिले चाहिँ बत्ती बाल्ने अझै बेला भइसकेको छैन। अहिले चाहिँ बत्ती नबाल्दाको न्यू रोड यस्तो छ भने अब हामी एकैछिनपछि बत्ती बाल्दाको न्यू रोडको दृश्य पनि यहाँ देखाउनेछौँ। र अहिलेको लागि भने अहिले पानी परिरहेको छ र साँझको बेला हो र न्यू रोडको अवस्था हामी देख्न सक्छौँ। अहिले चाहिँ बत्ती नबाल्दाको र बत्ती बालिसकेपछिको फेरि हामी दृश्य देखाइहाल्नेछौँ। र अन्तत न्यू रोड फुटपाथमा चाहिँ हामी हेर्न सक्छौँ बत्ती बलेको अवस्था छ। भर्खरै 7 बजेपछि चाहिँ यहाँ बत्ती बल्ने रहेछ। र अहिले हामीले देखाएका थियौँ बत्ती नबाल्दाको दृश्य र अहिले बत्ती बलिसकेपछि झिलिमिली भइसकेपछिको न्यू रोडको अवस्था यस्तो छ। र काठमाडौँ महानगरपालिकाले पहिला यहाँ चाहिँ फुटपाथ चाहिँ विस्तार गर्यो। त्यसपछि तारहरू पनि विगत पहिल्यै भइसकेको थियो फुटपाथ विस्तार गर्नुभन्दा अगाडि नै। त्यसपछि यी घरहरूमा चाहिँ सेतो र हरियो रङ लगाएर चाहिँ यसरी राम्रो बनायो। त्यसपछि यसरी चाहिँ अहिले भिन्टेज बत्तीहरू चाहिँ जोडेर चाहिँ अझै आकर्षक बनाएको छ यो न्यू रोडको फुटपाथलाई हामी भन्न चाहन्छौँ। र अब आगामी दिनहरूमा महानगरले के कस्तो नयाँ परिवर्तनहरू न्यू रोड लगायत काठमाडौँका विभिन्न क्षेत्रहरूमा ल्याउनेछ त्यो त हामी समय अनुकूल देश नेपाल च्यानलमा अवश्य प्रसारण गरि नै रहनेछौँ। तसर्थ यस्तै यस्तै देश विकास सम्बन्धी कार्यक्रमहरू ल्याउने तपाईँ हाम्रै देश नेपाल च्यानललाई आजसम्म र अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने कृपया आजै अहिले नै गरी नजिकैको बेल आइकन थिचिदिनु हुन पनि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। धन्यवाद अनि जय नेपाल। देश नेपाल च्यानल न्यू रोड काठमाडौँबाट। र बत्ती बालिसकेपछिको यो दरबार स्क्वायरको परिसर हामी देख्न सक्छौँ। यो भिन्टेज लाइटहरू अहिले चाहिँ बलिसकेपछिको दृश्य हामी देख्न सक्छौँ। यता जुद्ध शालिगबाट चाहिँ उता दरबार स्क्वायरतर्फ जाँदाको दृश्य यस्तो छ। त अहिले हामी फेरि हेर्न सक्छौँ बत्ती बालिसकेपछि न्यू रोडको अवस्था यस्तो छ। यहाँका भिन्टेज बत्तीहरू बालिसकेको अवस्था छ। र यता हामी हेर्न सक्छौँ फुटपाथमा यी ब्लकहरू हालिसकेको छ। थोरै उपड फापड चाहिँ देखिएको छ अवश्य नै। तर अहिले चाहिँ न्यू रोडले चाहिँ एकदमै आफ्नो स्वरूप परिवर्तन गरिसकेको छ। र यो भिन्टेज लाइटहरूले चाहिँ अझै न्यू रोडलाई चाहिँ मनमोहक बनाएको छ। र भर्खरै हामीले देखायौँ यो साँझको बेलाको दृश्य जहाँ चाहिँ बत्ती बालिएको थिएन। र एकछिन हामी बस्यौँ र त्यसपछि लगभग 7 बजे चाहिँ यहाँ सबै बत्तीहरू बल्न थाले। र सो बलेपछिको अहिलेको दृश्य हामी हेर्न सक्छौँ। यस्तो लाग्दछ यहाँ तिहारै आएको अनुभव भएको छ र सबैतिर उज्यालै उज्यालो छ। भिन्टेज लाइटले चाहिँ यहाँ उज्यालो मात्रै होइन कि एउटा नयाँ सडकलाई चाहिँ अब पुरानै यो राणाकालीन समयलाई चाहिँ बिउताउनको लागि यस्ता कामहरू चाहिँ अगाडि बढाइएको छ। र सो चाहिँ हामीले चाहिँ यो आर्ट र यो बिल्डिङ र यहाँ जुन चाहिँ भिन्टेज लाइटहरू हालिएका छन् त्यही हिसाबले भनेका हौँ। र अन्यथा नलिनु होला। र यसरी चाहिँ यहाँ काम अघि बढेको फेरि पनि हामी जानकारी गराउन चाहन्छौँ। र क्षेत्रै एकदमै उज्यालो भएको हामी हेर्न सक्छौँ र निकै राम्रो देखिएको छ। भिन्टेज लाइटले चाहिँ यहाँ उज्यालो मात्रै होइन यो क्षेत्रको शोभा पनि बढाएको छ भन्न चाहन्छौँ। र जुद्ध शमशेरको शालिगबाट हामी देख्न सक्छौँ इन्द्र चोकसम्म चाहिँ यसरी चाहिँ बत्तीहरू झिलिमिली भएका छन्। सबैतिर उज्यालै उज्यालो हामी देख्न सक्छौँ। र यसरी चाहिँ यहाँ काम अघि बढेको छ। र यस्तै उज्यालो चाहिँ केवल न्यू रोडमा मात्रै होइन सबै देशतिर छाओस् भन्न चाहन्छौँ। र पछिल्लो समय हामीले भनेका पनि थियौँ यता पोखराको लेक साइडमा पनि यस्तै गरिदिए कस्तो हुन्थ्यो भनेर भनेका थियौँ। र यहाँ जति राम्रो देखिएको छ अब उता लेक साइडमा पनि त्यस्तै राम्रो देखिन्थ्यो। फुटपाथहरू बढाएर चाहिँ ग्रेनाइट फुटपाथहरू बनाएर चाहिँ यस्ता भिन्टेज बत्तीहरू अथवा मोडर्न टाइप अफ लाइटहरू राखेर चाहिँ अझै सहरको सुन्दरतालाई अझै झन् प्रभावकारी ढङ्गले चाहिँ अगाडि बढाउन सकिन्थ्यो भन्न चाहन्छौँ हामी। र हेर्न सक्छौँ यो चाहिँ न्यू रोडको अवस्था हो। र अझै यो न्यू रोड नयाँ सडकमा चाहिँ अझै के गरिदिए चाहिँ राम्रो होला। आफ्ना राय सुझाव सल्लाहहरू छन् भने पनि यसै भिडियोमा कमेन्ट मार्फत राखिदिनु हुन हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। र पछिल्लो समय चाहिँ साथीभाइहरूले भन्नुभएको थियो कि यहाँ चाहिँ डस्टबिनहरू ठाउँ ठाउँमा राखिदिए राम्रो हुन्थ्यो भन्नुभएको थियो। त्यो पनि जायज कुरा हो। र यस्तै यस्तै प्रतिक्रियाहरू चाहिँ दिँदै गर्नु होला भन्न चाहन्छौँ हामी आगामी दिनहरूमा। र सो भन्दै अब हामी अगाडि इन्द्र चोकतर्फ अघि बढिरहेका छौँ। र यो भिन्टेज बत्ती चाहिँ न्यू रोड जुद्ध शमशेर शालिगबाट चाहिँ यता इन्द्र चोकसम्म मात्रै हो। र अगाडि चाहिँ अँधेरै छन् र पुरानै बत्तीहरू नै राखिएको छ। र यस्ता भिन्टेज लाइटहरू भएको छ। यो पर्टिकुलर यो नयाँ सडकको
यो इन्द्रचोकदेखि जुद्ध शमशेरको शालिगसम्म हो भन्न चाहन्छौँ हामी र एकचोटि फेरि यताबाट पनि दृश्य देखाउन चाहन्छौँ हामी र यस्तो देखिएको छ आज।